गएको मलिसाको सानो गाडी है गाइस चाइनिजहरू गयो फेरि आज छुट्टीको दिन यस्तो हुने कथा सरर खै सरर शीतल छ आजको दिन चाहिँ त्यो होस् रमाइलो छ होइन पानी परेको थियो बिहानसम्म चाहिँ होइन हिजो बेलुकादेखिको बिहानसम्म पानी परेको थियो अनि त्यसपछि अघि 1-2 बजीबाट चाहिँ पानी आउँथ्यो अनि त्यसपछि म बाहिर निस्केको पञ्चर भयो क्या हो माया कुरियर बुढ्दैन त साइकल त पञ्चर भयो स्योर भयो यार हावै कम थियो पछाडिको टायर गयो क्या हो लास्ट गाह्रो भयो त चलाउनलाई साह्रो भयो यार ढुङ्गा आयो कि म फेरि एक्लै छुट्टी भएपछि त लास्ट जाउने कि साथीहरू भएको घुम्दै गफ गर्दै हिँड्न मजा हुन्छ होइन एक्लै हिँड्नु पर्ने क्या एक्लै छुट्टी भएपछि त लास्टै गाह्रो हुने हो एक्लै हिँड्दा नि यस्तरी बाहिर निस्किँदाखेरि त अब साथी भएपछि त गफ गर्दै हिँड्न पाइन्छ नि साथी नभएपछि नि झ्याउ हुने क्या अनि छुट्टीको बेलामा बाहिर निस्किनलाई त्यही भएर एक्लै हिँडेको कति कुराहरू त देखाउनै पाएन क्या अब त्यहाँनिर ठुल्ठुलो अस्ट्रिजहरू थियो होइन अलिक क्यामेराले पनि भ्याएन अनि क्यामेरा मिलाउन नि यस्तो नै भएन कि फेरि मलाई आधी आएन बाटो चाहिँ यस्तो थियो क्या गिर्खा होइन गिटी साथै यस्तोमा चलाउनु त मजा हुन्छ नि होइन तर अलिक उफ्रिन्छ क्या बढी हल्लिन्छ क्या चलाउन त्यस्तै बाटोमा मजा हुन्छ नि टायरको हावै गएर पो त रमाइलो त हो हिँड्नु पऱ्यो हिँड्न मन लाग्छ भिडियो गर्न मन लाग्छ यस्तै त हो नि एक्लै भए पनि अब हल्का यसो गफ हान्न नि आउँदैन फेरि त्यो कुराहरू नि आउँदैन कुरा गर्न नै आउँदैन क्या मलाई त भिडियो मात्रै हो खालि यस्तै छ के गर्ने दुईवटा बाटो थियो होइन अर्को बाटो चाहिँ पिस थियो र म चाहिँ अर्को बाटो आइपुगेको घुमेर फेरि अनि तलबाट भन्दा माथिबाट नै अलिकति रमाइलो हुन्छ मजा हुन्छ भनेर माथिबाट घुमेर आइपुगेको लास्ट हल्लिने के साइकलको ह्यान्डलमा त्यो मोबाइल राख्दाखेरि होइन हल्लिने रहेछ क्या पहिलोचोटि गरेको यस्तरी होइन हल्लिने रहेछ अब आइपुग्न लागिसक्यो रुम बाटोमा बसिन्छ फेरि एकछिन
अनि जान्छु बिस्तारी। अब यहाँ बस्छु है चौतारामा गाइज। मन्दिर छ कि म सधैँ त्यहीँ बस्छु क्या। चौतारा छ होइन, मन्दिर छ त्यहीँ बस्छु कि म सधैँ। यो चौतारा छ नि यहाँ बस्छु क्या म सधैँ। मन्दिर सधैँ आएर बस्ने ठाउँ है गाइज। यो चाहिँ मन्दिर छ क्या। मेरो साइकल यहाँ छ, मन्दिर यहाँ छ होइन, बाँदरहरू टन्नै छ, मेरो खाजा यहाँ छ। अनि म चाहिँ यता छु होइन, पसिनै पसिना भएर। अब एकछिन बसिन्छ टक्क, गर्मी भयो अनि जाने हो एकछिनमा। छुट्टी पनि एक्लैकै पर्छ कि खालि, हप्तै पछि एक्लै पर्छ अनि साथी नै मिल्दैन कि यताउता जानलाई, एक्लै निस्किनु पर्छ खालि। गाह्रो छ, गर्मी छ त्यस्तै। जोइ म अब चाहिँ लाग्न लाग्यो है। Maya अब चाहिँ यहाँ माथि मन्दिरमा बस्छु। अब यहाँ त बाँदरै बाँदर भएर झ्याउ लाग्यो क्या। रुम पनि आइपुग्नु लागिसक्यो। अब चाहिँ यहाँ बस्छु एकछिन, यहाँ पनि बस्ने ठाउँ छ होइन। पहिला पिसाब फेर्नु जान्छु।
यहाँतिर नि यस्तो कुरो हुँदो रहेछ त पुरै कुरो लाग्यो त लास्टै गर्मी छ पसिना मन्दिर आनन्द छ बस्नलाई ठाउँ एक्लै भए पनि आयो बस्यो रुममा कति बस्नु हैन खाजा छ यहाँ रेडबुल अरू सामान्य छ कफीहरू साबुनहरू त्यस्तै हो हप्तामा एक दिन छुट्टी हुन्छ त्यही पनि यदि भइदिन्छ क्या अब चाहिँ म यहाँबाट निस्किन्छु अनि अर्को ठाउँमा जान्छु मेरो होटेलको साइडमा काम गर्ने ठाउँको साइडमा गएर बस्छु हेर्दै गर्नु है त राम्रो नराम्रो जस्तो भए पनि यसो लाइक साइज कमेन्ट गर्नु गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् माया गरिदिनुहोस् यतापट्टि बाइकको पछाडिहरू मेरो कति मान्छे निस्केको ठाउँमा होइन म चाहिँ आइपुग्यो अब साइडमा जान्छु यतापट्टि म चाहिँ आइपुगेँ ट्याक्कै मैले भनेको ठाउँमा मैले काम गरेको साइडमा हेर्नुहोस् कति दामी देखिन्छ यहाँबाट भ्यूहरू चाहिँ खुलै खुला छ क्या लास्ट धमिलो हुन्छ फेरि तर लास्ट ठुलो हुन्छ कि ठुलो छ गहिरो छ भ्यू हेर्ने हो गाइस भ्यू मैले काम गर्ने ठाउँमै यहाँ चाहिँ टक्क खोला खोलै खोला खोलै खोला म चाहिँ अब हल्का अगाडि जान्छु है त अब नाटक देखाउनु पर्ने थियो क्या अझ अगाडि देखिनु पर्ने थियो कि म फेरि अझ होइन नाटकै बेसी भयो होला कि यो चाहिँ अलिकति नाटक बढी भयो जस्तो लाग्यो चाहिँ होइन लास्टमा देखिनु परेको थियो कि अझ गएर अगाडि हा यस्तो नै हुन्छ